के हजुरहरू आफ्ना नानी बाबुहरूलाई महँगो पैसा तिरी पढाएर हैरान हुनुभएको छ भने यसरी अजुनधारा माध्यमिक विद्यालय अजुनधारा 4 भाङबारीमा रहेको विद्यालयमा आगामी शैक्षिक सत्रदेखि भर्ना गर्न तयार हुनुहोस्। यहाँ फराकिला कक्षा कोठा, धेरै चर्पीहरू, सफा खानेपानीको व्यवस्था, ठुलो खेल मैदान, शान्त वातावरणमा विद्यालय, दक्ष तालिम प्राप्त शिक्षकहरू, प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप गराई उत्कृष्टलाई पुरस्कार वितरण, निबन्ध कविता हाजिरी जवाफ प्रतियोगिता गराई पुरस्कारको व्यवस्था, प्रत्येक दिन लाइनमा विद्यार्थीको चौतर्फी विकासका लागि अगाडि आई बोल्ने बानीको विकास गराइने आदि महत्त्वपूर्ण कार्यकलाप साथै गुणस्तरीय शिक्षा प्रदान गरिन्छ। यस विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा 10 सम्म पठन पाठन हुन्छ। साथै कक्षा नर्सरीदेखि कक्षा 7 सम्म इङ्ग्लिस मिडियममा पठन पाठन हुन्छ। हजुरहरूका नानीहरूलाई यस विद्यालयमा भर्ना गर्ने तयारीमा हुनुहुन्छ भने विद्यालयमा आई जानकारी दिई अझ राम्रो बनाउने सल्लाह सुझाव दिनुहुन अनुरोध गरिन्छ। बाल कक्षा म देखाउन गइरहेको छु। यहाँ एकदम सजावट गरिएको छ। यहाँको कतिपय कुराहरू यहीँको म्यामले भित्तामा टाँस्नु भएको हो। यहाँ कतिपय सजावटले गर्दा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्छ। सरकारी विद्यालयमा पढाइ पैसा बचत गराई पसिला खानेकुरा खुवाई पहिले स्वास्थ्य अनि मात्र शिक्षा भन्ने नारालाई साकार पारी सरकारी विद्यालयमा नानीहरूलाई पठन पाठन गरी आफ्नो भविष्य सुनिश्चित बनाउनु हुन अनुरोध गरिन्छ। अध्यक्ष श्री एकदेव खनाल, हेड टिचर वेदमाया निरौला शोभा। तुरुन्तै ल्याउनुहोला आगामी शैक्षिक सत्रदेखि यस विद्यालयमा नानीहरूलाई भर्ना गरी आवश्यक सुझाव सल्लाह सहित आउनुहोला। धन्यवाद।